बहिनी जान ल दे छोरा मैले आज भर्ना गरिदिएको छु स्कुल तँ भोलिबाट स्कुल गएछ या हेर ए पर्दैन म बहिनी गर्न पढाउ दादा म पनि पढ्दिनँ छोरी मान्छे पढिकिन नाम त घरना कामको होला तैँले नि पढेছি ए विनिता हाँसी र डोको ल्याइकिन आप मात्रै पढाउने मगन नपढाउने काम मात्रै गराउने प्रिया तेरो दाइ नपढायो भने त दुःख नमान भोलि मेरो बुढेसकालको सहारा तेरो दाइ हो तँ अक्का गरेर जाने छोरी हो शेर अरू म क्या बुझ्नु त ए सुनिल छोरा 10 बजी हो स्कुल जानेवाला भएन आइका आज कति टिकाउँदा नि ओ पैसा देऊ त पैसा मात्रै भन्नु छ पैसा भन्नु ओडो पुडो भयो यो टाचा दे ल राममा त पढेछ है स्कुल जान लागेछ ओडो पुडो नलागे हेलो दोस्त कहाँ छ तिमी म भर्खर कलेजबाट आइरहेको छु तिमी चोकमा आएर बस न है ल छिटो ल आइ म ल दोस्त तिमी यति बसेको ल म आएँ ल के छ सन्चै छ ल ल ल बसौँ ल ल ल यसो खाने के छैन त बस नहुने हुन्छ पैसा निकाल पैसा ए मेरो बाले पैसा दिएको थियो अनि पहिला पैसा त्यसपछि अनि म दोस्त दोस्त सामान कति हो सामान कति गर्छौ त्यो दिनु भए हामी 1 ग्रामको 500 दिन्छौ 500 दोस्त माल मिठाई प्योर माल हेर त भाइ पैसा पो दियो कि दिएन भाइ ठीक छ पैसा दिएछ ल ठीक छ पैसा भी हम इसे रखे ना इससे दोस्त यसोचीको माल चाहिँ लास्ट दामी त ढिला बैदिरा बाउले मार्छ अरे यो चोर डाका अहिले कहाँबाट स्कुल यही बेला बिदा भएर अहिले आउँछ चोर बेला तेरो दाइ ढोका खोलिया लाउडे भैया दाइ छ त बाउ कति कराएर चुप लागेर बस न बाउ भोक लाग्यो होइन आ त कहाँ गए तिमी नटोटे भुन्छ म कलेज गएर भर्खर आएको कलेज गए त्यसकी त दुनियाँ छोरा त रक्सिएन गए त्यसको छोराको पिछाडि कलेज गएर भर्खर आइरहेको छु क्या रोटन्छ त हाम्रो गाउँ कि डाक्टर नै आइकिन भन्ने दिन आइ मन दुनियाँले जीवन त्यही सुन्ने त अनि दुनियाँले जीवन त्यही बसिरहने छोरा पिछा छैन नपढाऊ भने पढाएन एकन पढायो ठिक्क भयो आ छोरीका क्या न थाहा पाएन यही त होला भने अहिले कहाँ पढाउन म ओडो भन्न फुडो भए यो छोरो पैतो छ यो ओडो भन्न फुडो भए हात नहाल फेरि बाउ हात मुख लाग्दो चाहिँ हात नहाल यही पनि मैले तँ पढाएँ बाउ हात मुख लाग्ने काटिलो छ हत्तै के आजो त्यो आत्तिनुपर्ने कुरा केही छैन होइन त्यस्तो नर्मल छ चिन्ता नगर्नु म एकैछिनमा चेक गरिरहेको छु रिपोर्ट अहिले आउँछ एकछिनमा अनि थाहा हुन्छ नआत्तिनु केही न तपाईँको छोरालाई ड्रग्स बढी सेवन गर्नको कारणले हजुर सर नमस्ते नमस्ते हजुर छोराको अवस्था कस्तो छ नाजुक छ कि के छ डाक्टर साहब बताइदिनुहोस् मलाई धेरै तनाव भइरहेको छ हजुरको छोराको कन्डिसन एकदम नाजुक छ त्यही भएर हजुरले चाहिँ आफ्नो छोरालाई बढी पैसा दिने काम नगर्नु होला यताउति टाढा समय टाइम दिनु होला आफ्नो छोरालाई आफूभन्दा टाढा नराख्नु होला त्यस्तो केही हुन्न हुन्छ सर त नमस्कार पठाइ मेरो फुटिया भाग्य सबैले धन्यवाद है